हेलो दर्शक नमस्ते सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा। आज म जाँदैछु ट्रेकिङ, त्यो पनि इङ्ल्यान्डको ब्रुमफेल भन्ने माउन्टेन चढ्न जाँदैछु र आज वेदर पनि निकै सन्नी थियो र मजाले घाम लागेको भएर चाहिँ हामी चाहिँ ट्रेकिङ जाँदैछौँ। मलाई चाहिँ धेरै पछि चढेर होला यो माथि उकालो चढ्न एकदम गाह्रो भइरहेको थियो। अनि अब के गर्नु, ट्रेकिङ हामीसँग स्टिक थिएन अनि बाटोमा जाँदाखेरि हामीले स्टिकको साटो लौरो भेट्यौँ। अनि त्यही लौरो भए पनि हामी टक्क बोकेर गयौँ। सबभन्दा अगाडि टपमा चाहिँ उता मामा पुगिसक्नु भएको छ व्हाइट ड्रेसमा। भने बिचमा चाहिँ मेरो म्यानेजर मिस्टर मनोज हुनुहुन्छ अनि साथै म पछि पछि भिडियो बनाउँदै आइरहेको छु। एकदम रमाइलो भइरहेको थियो। ट्रेकिङमा धेरै पछि यसरी ट्रेकिङ जान पाइएको थियो होइन। तर माथिबाट भ्यूहरू एकदम राम्रो लभली भ्यूहरू थियो है। जस एकदम रमाइलो भयो। बिहानै 10 बजेदेखि हिँडेको भएर होला मलाई माथि चढ्दासम्म थकित भइसकेको थिएँ। स्यास्या फ्याफा पनि भइसकेको थियो। धेरै पछि हिँडेर होला यसरी म थाकिसकेको थिएँ, तर पनि त्यो एक्साइटेड, त्यो जोस, त्यो एनर्जी अझै थियो मसँग, किनकि अझै टप माथि जानु थियो मलाई। एराउन्ड हामी 500 to 600 हाइटमा जाँदै थियौँ। अनि रेस्ट गर्दै जाँदै जोस एकदम रमाइलो। उता चाहिँ मामा चाहिँ एकदम रमाइराख्नु भएको छ माथितिर। साँच्चै नै पहाड चढ्न चाहिँ एकदम गाह्रो नै हुँदो रहेछ, किनकि धेरै पछि चाहिँ चढेर होला अब त्यस्तो लागिरहेको थियो। अब के गर्नु, अब एउटा लट्ठीको सहारा भए पनि लिएको थियौँ हामीले, जे लट्ठीले पनि धेरै काम गर्यो हामीलाई उकालो चढ्नमा है। अब तपाईँहरू पनि अब यस्तो ट्रेकिङ जान चाहनुहुन्छ भने आउनु होला, घुम्नु होला। यहाँ एकदम सुन्दर रमणीय ठाउँहरू छ होइन। अनि जोस् बेला मौका पाएर अझ तपाईँको समरतिर भयो भने एकदम रमाइलो हुन्छ होइन। घाम लागेको बेला पक्कै पनि कहीँ जानु छ भने वेदर चेक गरेर मात्रै जानु होला, किनकि हामीले चाहिँ वेदर राम्रोसँग चेक गरेका थियौँ, किनकि त्यो दिन एकदम घाम लागेको थियो। त्यही भएर मात्रै हामी निस्केका थियौँ, नत्र चाहिँ नर्मली चाहिँ यहाँ यताको वेदरको अलिक भर हुँदैन, किनकि होइन तपाईँ सडनली पानी परिदिन्छ, कहिले घाम लाग्छ। त्यही भएर चाहिँ सबै कुराहरू विचार गरेर मात्रै हिँड्नु होला, आफ्नो डेस्टिनेसन तय गर्नु होला, ताकि तपाईँलाई त्यहाँ गएपछि अप्ठ्यारो नपरोस् है त। अब हामी चाहिँ एकदम फोटो खिच्दै टिकटक बनाउँदै एकदम रमाउँदै जोस् घुमिरहेको थियौँ। मलाई चाहिँ एकदम मन परेको थियो, किनकि धेरै पछि यसरी घुम्न पाइयो है यता युके आइसकेपछि, नत्र म यसरी घुमेको पनि थिएन कहिले नि। अब जोस् साथी चाहिँ चाहिन्छ, साथी भयो भने एकदम यो सुन्दर रमणीय ताल देख्दा लाग्छ मलाई आफ्नै देशमा छु, आफ्नै देशको नेपालको झझल्को आइरहेको थियो। पक्कै पनि युके पनि प्राकृतिक रूपले सुन्दर रमणीय ठाउँहरू छ, विभिन्न पहाडहरू जहाँ ट्रेकिङको लागि राम्रो छ। जहाँ म बसिरहेको छु त्यो ठाउँ जोस् पहाडले घेरिएको ठाउँ छ, सुन्दर रमणीय ठाउँहरू ट्रेकिङको लागि एकदम राम्रो छ। कोही आउन चाहनुहुन्छ घुम्नलाई पनि वेलकम है, आउनु होला, घुम्नु होला। ट्रेकिङको लागि एकदम राम्रो छ। हामी रमाउँदै फेरि आफ्नो यात्रा हामीलाई अझ माथि चढ्नु थियो। अब हामी जस रमाउँदै अगाडि बढिरहेका थियौँ। अब हामीलाई घर पनि फर्किनु थियो हामी, किनकि बिहान 10 बजे आएको। अब 3:30 बजे हाम्रो यात्रा कम्प्लिट भएर हामी घर फर्क्यौँ। फेरि पनि यस्तै भिडियो लिएर आउनेछु, तबसम्मको लागि वेट गर्नु होला। थ्याङ्क यू फर वाचिङ, किप सपोर्टिङ, लाइक एन्ड सब्सक्राइब। बाई बाई, सी यू अन नेक्स्ट भिडियो।